हामी सबैलाई थाहा छ वैशाखदेखि चैत्रसम्मका 12वटा महिनाकै नाम। अनि वास्तवमा यो 12वटा महिनाको नाम कसरी रह्यो? जस्तो वैशाख, जेठ, असार, साउन गर्दै चैत्रसम्म नाम कसरी रह्यो? अरू नाम राखिएको भए पनि त हुन्थ्यो नि, किन वैशाख राखियो, किन जेठ राखियो भन्ने कुरामा आज हजुरहरूलाई म एउटा ज्योतिष शास्त्रको रहस्यमय कुरा सिकाउँछु, भन्न गइरहेको छु। अब यो वैशाख महिना किन राखियो, यिन सबै महिना वैशाखदेखि चैत्रसम्म किन राखियो भन्दा जस्तो हरेक महिनामा दुईवटा पक्ष हुन्छ, एउटा कृष्ण हुन्छ, एउटा शुक्ल पक्ष हुन्छ। पहिलो महिनाको पहिलो 15 दिन प्रतिपदा तिथिदेखि लिएर औँसीसम्मको तिथिलाई कृष्ण पक्ष भनिन्छ र त्यो औँसीको भोलिपल्ट प्रतिपदादेखि तिथि लिएर आउने पूर्णिमासम्मको तिथिलाई शुक्ल पक्ष भनिन्छ। अब हरेक महिनामा अब सबै 27वटा नक्षत्रको के हुन्छ भन्दा एक दिनको समय हुन्छ, कहिले घटी बढी पनि हुन्छ र 27वटा नक्षत्र हुन्छन्। तिनै नक्षत्रको हरेक दिन नक्षत्रको समय हुन्छ र यो महिनाको नाम कसरी राखियो भन्दा हाम्रा अश्विनीदेखि रेवतीसम्म 27वटा नक्षत्र हुन्छन्। ती नक्षत्रभित्र रहेर हरेक महिनाको, जस्तो वैशाखको नाम वैशाख कसरी राखियो भन्दा वैशाख महिनाको पूर्णिमाको दिन विशाखा नक्षत्रको समय भएको कारण त्यही पूर्णिमाको दिनलाई लिएर नामकरण गरिएको हो। त्यस्तै गरी जस्तो जेठ महिनाको हैन, अनि जेठ महिनाको ज्येष्ठाबाट, आषाढ महिनाको पूर्वाषाढ उत्तराषाढबाट, अनि साउन महिनाको श्रवण नक्षत्रबाट श्रावण राखियो, अनि भाद्र महिना चाहिँ पूर्वभाद्र उत्तरभाद्र नक्षत्रबाट राखियो, अनि असोज, त्यसलाई हामीले आश्विन पनि भन्छौँ, त्यो अश्विनी नक्षत्रकोबाट राखियो नामबाट, अनि कार्तिक महिना कृतिका नक्षत्रको नामबाट, अनि मङ्सिर महिना हामीले त्यसलाई मार्गशीर्ष पनि भन्छौँ, त्यो भनेको मृगशिरा नक्षत्रबाट राखियो, अनि पौष महिना पुष्य अथवा त्यसलाई तिष्य पनि भनिन्छ, त्यो नक्षत्रको नामबाट राखियो, अनि माघ महिना मघा नक्षत्रबाट, फागुन महिना पूर्व फाल्गुनी उत्तर फाल्गुनी नक्षत्रको नामबाट, र चैत्र चित्रा नक्षत्र। यिनी सबै नक्षत्रहरू कतिखेर, यिनी नक्षत्रहरू कतिखेर भन्दा हरेक महिनाको पूर्णिमाको दिन जुन नक्षत्र छ अधिष्ठित छ त्यही नक्षत्रको नामबाट चाहिँ हाम्रा 12वटा महिनाको नाम रह्यो। अब यो के छ भन्दा अर्को रहस्यमय कुरा भन्दा अब हरेक वर्ष चाहिँ त्यही अथवा त्यही वैशाख महिनाको पूर्णिमाको दिन विशाखा नक्षत्र नै पर्ने हुन्छ, जेठमा चाहिँ ज्येष्ठ नक्षत्र हुन्छ। त्यसकारण सधैँभरि चाहिँ यो क्रम चलिरहन्छ। त्यसकारण यही कुराबाट, यही फ्याक्टलाई लिएर चाहिँ हाम्रो महिनाहरूको 12वटै महिनाको नाम राखिएको हो। सधैँभरि यही नै रहन्छ। ओके, थ्याङ्क यू सो मच।